हाम्रो च्यानल लाइभ जोजी च्यानललाई सब्स्क्राइब गरी छेउमै रहेको बेल आइकन थिच्न नबिर्सिनुहोला। नमस्ते सबै साथीहरूलाई। आज म तपाईहरूलाई सानो सानो कुराहरूमा कसरी भिडियो एडिटिङ गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। कृपया भिडियोलाई स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सर्वप्रथम जाउँ प्ले स्टोरमा गएर काइनमास्टर डाउनलोड गरौँ। अलरेडी नै डाउनलोड गरिसकेको छु। यहाँ तीनवटा अप्सनहरू देख्नुहुन्छ। प्लस आइकनमा थिच्नुहोस् र यहाँ पनि तीनवटा अप्सनहरू छ। तपाईहरू 0.9 मा क्लिक गर्नु सक्नुहुन्छ। मोबाइल युट्युब भिडियोको लागि यसमा अरू पनि छ, टिकटकको लागि पनि छ। हामी 0.9 मा थिच्छौँ। त्यसमा थिचिसकेपछि 0.9 मा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। तपाईहरू मिडियामा माथि देख्नुहुन्छ, मिडियामा क्लिक गर्नुहोस् र आफूलाई मन परेको एउटा ब्याकग्राउन्ड, कस्तो खालको ब्याकग्राउन्ड राख्न चाहनुहुन्छ चुज गर्न सक्नुहुन्छ। किनभने मैले अहिले चाहिँ भोइसको थ्रुबाट एउटा भिडियो बनाउन लागिरहेको छु। काइनमास्टरको एउटा भिडियो मैले अलरेडी पोस्ट गरिसकेको छु। भिडियो एडिट गरेको हेर्नु होला। यो चाहिँ अडियो हो। कोरोना भइहालेमा के गर्ने भन्ने बारेमा रहेको छ, त्यो हेरिदिनु होला। त्यही भिडियोको यो एडिटिङ हो र यो एडिटिङ सानो पार्टहरू मैले तपाईहरूलाई देखाउँदैछु। एउटा ब्याकग्राउन्ड चुज गरिसकेपछि तपाईहरू त्यसलाई क्लिक गरेर कति लामो राख्ने आफ्नो इच्छाले राख्न सक्नुहुन्छ। मैले एकदमै लामो लगभग 5-7 मिनटको जति राख्दैछु। यो ओके भयो। यसलाई ध्यान दिएर हेरिदिनु होला। एकदमै सानो सानो कुराहरूमा मैले कसरी भिडियो बनाउँछु तपाईहरूलाई काम लाग्न सक्छ। हामी लेयरमा थिचेर मिडियामा थिचेर के राख्छौँ, एउटा भिडियो थिचेँ मैले। तपाईहरू भिडियोलाई पनि यसरी ब्याकग्राउन्डमा राखेर सक्नुहुन्छ। जुम गरेर ठुलो देखाउन चाहनुहुन्छ भने पनि यसरी यो भिडियोलाई मजाले गर्न सक्नुहुन्छ। मैले भिडियोको लागि गरेको होइन, अहिले चाहिँ यो तपाईहरूलाई थाहा होस् भिडियो पनि गर्न सकिन्छ भन्ने हिसाबले राखेको हो। म चाहिँ अडियो, खासमा अडियो गर्दैछु है त। अडियोको लागि विशेष गर्दैछु। अडियोलाई ध्यान दिएर पहिला नै मैले एउटा अडियो रेकर्ड गरेर राखेको छु। स्क्रिप्ट लेखेर अडियो रेकर्ड गरेर त्यो रेकर्ड अडियोलाई यहाँ राख्दैछु। हेर्दैछु कुन अडियो हो। त्यसलाई यहाँ राखिसकेपछि मात्रै तपाईहरूलाई अगाडिको प्रोसेसमा बताउँदैछु। भिडियो लामो होला तर ध्यान दिएर हेर्नु होला है त। किनभने अडियोबाट पनि भिडियो बनाउन सकिने रहेछ भन्ने एउटा सानो जानकारी तपाईहरूलाई हो। तपाईहरू कन्फ्युजन नहुनु होला। यो निकै महत्त्वपूर्ण कुरा छ, ध्यान दिएर हेर्नु होला। मैले एउटा रेकर्ड गरेको भिडियो अडियोलाई यहाँ ल्याउन खोज्दैछु। जुन भिडियो मैले हालिसकेको छु युट्युबमा हेरिदिनु होला। मैले त्यो अडियोलाई चुज गरेँ र यहाँ ल्याइसकेको छु। अब यसमा काट्नुपर्ने भागहरू म काट्छु। यहाँनिर अलिकति काट्नुपर्ने भयो। यसलाई क्लिक गरेर माथि मुनि तपाईहरूले कैँची जस्तो हो त्यसलाई क्लिक गरेर दायाँको हटाउने कि बायाँको हटाउने भन्ने हुन्छ। मैले लेफ्टको हटाएँ। यसै गरेर फेरि कहाँनिरको हटाउनु पर्ने हो। सुन्दै जाँदा यहाँनिर फेरि यसलाई क्लिक गरेर कैँची तपाईँ थिचेर मैले कटको चिन्ह देख्नु भएको छ। कटको चिन्हलाई क्लिक गरेर कुन चाहिँ हटाउने। यहाँनिर मैले ठिक छ, यो अगाडिको भाग ठिक रह्यो। मैले यसलाई कटको चिन्हमा गएर अलिकति काटेँ अनि फेरि सुने। यस्तो भयो। यही प्रकारले हामी यो भिडियो पुरै एडिट गर्छौँ। राम्रोसँग ध्यान दिएर हेर्नु होला र
यस्तो सानो कुराहरूले एउटा राम्रो भिडियो कसरी बन्छ हेरिदिनु होला। हामी यही प्रकारले अगाडि भिडियो एडिट गर्छौँ है त। चाहिने थम्बनेलहरु पनि बनाइसकेपछि फाइनली हाम्रो भिडियो पुरा भएको छ। यसलाई हामी थम्बनेल बनाउँदैछौँ। कृपया यो भिडियो हेर्नलाई तपाईहरू लाइफ जोली एचडी सर्च गरेर घरमै बसौँ कोरोना भगाउँ भन्ने यो थम्बनेल राखिएको भिडियो छ, हेर्नुहोला। भर्खरै पोस्ट गरेको छ। यो भिडियोको लागि कति दुःख कति कष्ट गर्नु पर्दो रहेछ एउटा सानो जानकारीको लागि यसरी तपाईहरूले थाहा पाउन सक्नुहुन्छ र यसरी बनाउन सक्नुहुन्छ। मैले तपाईहरूलाई सबै जानकारी होस् के गर्न एउटा भिडियोको लागि के गर्नु पर्दो रहेछ भन्ने हिसाबले यो भिडियो राखेको हो। तपाईहरू यो भिडियोलाई मिस नगरेर सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने एउटा राम्रो एउटा क्वालिटीले भरिपूर्ण भिडियो बनाउन सक्नुहुन्छ। यसरी सबै कुराहरू तयार भइसकेपछि फाइनली हामी भिडियोलाई एक्सपोर्ट गरिसकेका छौँ र यो थम्बनेल बनाइसकेका छौँ र हामी अब युट्युबमा गएर भिडियो अपलोड गर्छौँ र सो भिडियो तपाईहरूलाई यो थम्बनेल भएको तपाईहरूले देखिरहनु भएको छ थम्बनेल। यो थम्बनेल भएको भिडियो क्लिक गरेर हेर्नु होला। कस्तो पिक्चरहरू कस्तो क्वालिटीहरू कस्तो म्युजिकहरू कस्तो भोइसहरू छ सबै सल्लाह सुझाव मलाई दिनु होला। यति लामो समयसम्म रहेर मलाई भिडियो हेरेर साथ दिनुभयो तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद। अझ यस्तै जानकारीहरू केही गर्नुपर्ने कुराहरू छ भने मलाई कमेन्टमा भन्नु होला। म आगामी दिनहरूमा पनि यस्तै जानकारीहरू तपाईहरुलाई दिनेछु। भलै भिडियो लामो भयो होला तर यसबाट पाउने ज्ञान भने तपाईहरुले एकपटक सिक्नु भयो भने यहीसँग सम्बन्धित हुनुहुन्छ भने यसमै तपाईहरुलाई धेरै ज्ञान हुनेछ भन्ने मैले आशा लिएको छु। नयाँ साथीहरुलाई जो काइनमास्टर एप्लिकेसनको थ्रुबाट भिडियो बनाउन सक्नु भएको छैन उहाँहरुलाई धेरै कुराहरुको ज्ञान भयो होला। यति जानकारी गराएँ र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो तपाईहरुलाई धेरै धेरै धन्यवाद। र मेरो यो भिडियो हेरेर मेरो युट्युबमा जानु होला है त। धन्यवाद। अलिकति भिडियोको झलक यहाँनिर हेरिहालौँ। पुरा भिडियो युट्युबमा छ, जानु होला है त। हाम्रो च्यानल लाइफ जोली च्यानललाई सब्स्क्राइब गरी छेउमै रहेको बेल आइकन थिच्न नबिर्सिनु होला। नमस्कार साथीहरू, आज म तपाईहरुलाई यो कोरोनाको कहरमा के कस्तो कार्य गर्दा ठीक हुन्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र लाइक गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। घरमा छरछिमेकमा वा आफैलाई कसैलाई कोरोना भएमा के गर्ने? हामीले सामाजिक सञ्जालमा यो कोरोनाको बारेमा जति पढे पनि हेरे पनि घर छरछिमेक वा आफैमा कोरोना पोजिटिभ भएमा आत्तिन्छौँ। किनकि अहिले संसारभरि यसैको विकराल भयावह अवस्था छ। हस्पिटलका बेडहरू भरिभराउ छन्, अक्सिजन पर्याप्त मात्रामा छैन, दिनहुँ हजारौं मान्छेले ज्यान गुमाइरहेका छन्। यो अवस्थामा आत्तिनुभन्दा पनि सुरुदेखि आफूले आफूलाई शारीरिक तथा मानसिक रूपमा तयार भएर बस्ने हो भने घरमा नै कोरोना ठीक हुन सक्छ। आफूलाई या कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखा परेमा वा पुष्टि भएमा सुरुमै